यो झाडुको कहानी आज म तपाईहरुलाई सुनाउन गइरहेको छु ल। यो झाडु चाहिँ मेरो लाइफमा धेरै नै जोडिएको छ के। मलाई चाहिँ हैन बढाल्दै पुराना कुराहरु याद आयो के। अनि के छ हालखबर हजुरहरुको, सन्चै हुनुहुन्छ? फेरि एउटा सानो भिडियो लिएर आएको छु, हेरिदिनु ल। म चाहिँ हैन बढाल्दै एकदम इमोसनल भएँ हैन। पहिला चाहिँ धेरै पहिला चाहिँ हाम्रो आर्थिक स्थिति चाहिँ एकदम कमजोर थियो हैन। अनि हामी चाहिँ अरूहरुको घरबाट झाडुहरु माग्थ्यौं अनि मागेर ल्याएर बढाल्थ्यौं के। अनि मान्छेहरुले क्या कस्तो नराम्रो वचन लाउँथे, कतिले झाडु लुकाएर राख्थे, कतिले झाडु दिन दिए के। त्यो कुराहरु चाहिँ मलाई ठ्याक्कै याद आयो के। अनि अहिले चाहिँ भनौं न भगवानको कृपाले हाम्रो घरहरु पनि यसरी फाइनली बन्यो, राम्रै छ, ठिकै छ हैन। अनि म चाहिँ प्राय बेलुकाखेरि भिडियो लिन्छु, बिहानखेरि चाहिँ दिउँसोखेरि भिडियो लिन सक्दिन, धेरै काम हुन्छ के। अनि यो चाहिँ बौलाको म प्याजको पिरोले कोलाई चाहिँ यस्तो पिरो हुन्छ हौ। बेलुकाखेरि भइसकेको थियो अनि हाँस पनि काटेको थियो। हामीले चाहिँ हाँसको मासु पकायौं, खायौं। अनि फेरि अर्को भिडियो लिएर आउने छु। त्यतिखेरसम्मको लागि बाइ, लभ यू।